कुनै कुनै ठाउँ भाइरल नहोस् जस्तो लाग्दैन तपाईहरुलाई? मलाई चाहिँ लाग्छ। किनभने नि भाइरल भएपछि त्यो ठाउँको नेचुरल ब्युटी नै हराउँछ जस्तो लाग्छ के। जस्तो यो ठाउँ बोराबाद हामी पहिला जाँदा जस्तो थियो नि अहिले त्यस्तो छँदै छैन। कस्तो पिसफुल कस्तो सफा थियो तर यो चोटि जाँदा म छक्कै परे। यता पनि मैला उता पनि मैलै मैला। हुनु त त्यहाँनिर मजाले डस्टबिन हैन अनि टोयलेटको व्यवस्थाहरु चाहिँ गरिदिनु भएको रहेछ तर त्यत्रो डस्टबिन यत्रो ठुलो डस्टबिन छ है त्यहाँ प्रष्ट देखिन्छ हैन त्यत्रो ठुलो डस्टबिनको युज नगरेर किन जताततै फोहोर फ्याक्नु त्यत्रो डस्टबिन हुँदा फोहोर फ्याक्छ जताततै नेचरलाई ड्यामेज गर्छ अनि सुन्दर ठाउँ बिगार्दिन्छ अनि लास्टमा आफै कम्प्लेन गर्छ क्या यो ठाउँ पहिला कति राम्रो थियो अहिले त त्यस्तो छँदै छैन भनेर। हुनु त कुनै ठाउँ भाइरल अथवा फेमस भयो भने नि त्यो कुराको राम्रो साइड पनि छ। जस्तै त्यहाँको लोकल मान्छेहरूले जब अपर्च्युनिटी पाउनुहुन्छ उहाँहरुको इन्कम बढ्छ हैन टुरिज्म पनि बढ्छ। यो सबै कुराहरुले कसलाई हाम्रै देशलाई त फाइदा हुने हो नि त। साच्चै भन्नु पर्दाखेरि नि प्रब्लम चाहिँ भाइरल हुनु होइन क्या हाम्रो सोच र बिहेभियर हो। यदि हामी सबैले सानो सानो कुरामा ध्यान दियो भने जस्तै आफ्नो फोहोर आफै उठाएर ठिक ठाउँमा फाल्ने प्लास्टिक कम युज गर्ने अनि नेचरलाई रेस्पेक्ट गर्ने हो भने हामीले जुनसुकै ठाउँलाई सुन्दर र सफा राख्न सकिन्छ। टुरिज्मले हाम्रो देशलाई कति फाइदा दिन्छ त्यो त तपाईहरुलाई थाहा छ नि हैन तर सँगसँगै रेस्पोन्सिबिलिटी पनि आउँछ। अनि त्यो ठाउँ हाम्रो मात्रै होइन क्या आउने जेनेरेसनहरुको पनि हो। त्यसैले घुम्न जाँदा मात्र भिजिटर नबनौं रेस्पोन्सिबल सिटिजन पनि बनौं। नेचरलाई इन्जोय मात्र नगरौं प्रोटेक्ट पनि गरौं। त्यसैले टेक मेमोरिज लिभ ओन्ली फुटप्रिन्ट्स।